मान्यज्यूहरूको सहयोगमा अहिले 11वटा माविहरूमा 9वटा माविमा 2वटा मदरसामा 1-1 करोड गरेर 12 करोड रुपियाँ अहिले भवनको मात्रै अहिले तत्कालै अहिले भवन त्यो ठेक्का प्रक्रियामा अगाडि बढिरहेको छ। छनौटामा डाक्टरहरू जुन लेभलको बस्नुहुन्छ त्यो लेभलको डाक्टर यहाँ पनि बस्नुहुन्छ। यो जनतालाई हामीले बिस्तारै यो विश्वास दिलाउनेतिर पनि लागिरहेका छौँ। तर जुन आन्दोलनभित्रबाट जुन घुसपेटहरू भए तपाईँ हामी देख्न पनि सक्यौँ, त्यहाँ सुनिरहेका पनि थियौँ, देखिरहेका पनि थियौँ। त्यही जेनजी भाइ बहिनीहरूले नै बोलिरहनु भएको थियो कि हाम्रो यो आन्दोलनमा घुसपेट भएको छ, अब हामी तुरुन्तै यहाँबाट फर्किनुपर्छ, रिटर्न हुनुपर्छ भन्दै गर्दा त्यहाँनिर जुन घुसपेटका कुराहरू थुप्रै हामीले युट्युब च्यानलहरूमा, फेसबुकहरूमा, विभिन्न सञ्चार माध्यमहरूबाट हामीले त्यो देख्यौँ प्रत्यक्ष। आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम बैखरी संवादमा तपाईहरुलाई हार्दिक स्वागत छ। कार्यक्रमसँगै उपस्थित भएको छु म कार्यक्रम सञ्चालक सागर बिक। आज हामी कपिलवस्तुको विभिन्न पालिकाहरूमा विकास निर्माणका काम, त्यहाँका जनप्रतिनिधिले गरिरहेका काम, सुशासनको अवस्था, पारदर्शिताको अवस्था, विकास निर्माणका गतिविधिले कसरी प्राथमिकता पाइरहेका छन् र आगामी नीति रणनीति के भन्ने विषयमा छलफल बहस गर्नका लागि आज हामी कपिलवस्तुको विजयनगर गाउँपालिकामा आइपुगेका छौँ। यस पालिका जुन गाउँपालिका र पालिकामै एउटा राम्रो छवि बनाएको छ। यो छवि बनाउन यहाँका जनप्रतिनिधिहरूले आपसी सहकार्य, सद्भाव राख्दै विकासको एजेन्डामा कसरी अगाडि बढिरहेका छन् भन्ने कुरामा आजका यहाँ यस पालिकाका अध्यक्ष गोपाल बहादुर थापासँग हामी कुराकानी गर्दैछौँ। स्वागत छ तपाईँलाई कार्यक्रममा। नमस्ते, धन्यवाद। तपाईँको व्यस्तता केमा छ? यही विजयनगर गाउँपालिकाकै गतिविधिहरूमा काममा व्यस्त छु। अब सुरु कहाँबाट गरौँ भने यो तपाईँको यस विजयनगर गाउँपालिकाको वडा नम्बर 4 मा पर्ने शङ्करपुर ताल, जसलाई पालिकाले एउटा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्राएर केही सम्भावनाहरूलाई खोजी गर्ने, त्यो बाटो खुला गर्ने भन्ने तपाईँहरूको मनसाय थियो, उद्देश्य थियो, त्यो दृष्टिकोण थियो। सोही अनुसार तपाईँहरूले मन्त्री नै ल्याएर यहाँ उद्घाटन नै गर्नुभयो। यद्यपि त्यो तपाईँहरूले राखेको उद्देश्य किन पुरा हुन सकेन? किन अलपत्र पर्यो? धन्यवाद छ। वार्ड नम्बर 4 शङ्करपुरमा रहेको यो शङ्करपुर ताल यो पूर्वदेखि नै यो एउटा प्राकृतिक हिसाबले पछि विभिन्न निकायहरूबाट संरक्षण हुँदै ताल निर्माण भएको थियो। त्यो ताल पछिल्लो चरणमा त्यो ताल जीर्ण भएर फुट्न पुग्यो। त्यसपछि निरन्तर हामी त्यो ताल निर्माणका लागि, ताललाई व्यवस्थापन गर्नका लागि गाउँपालिकाबाट हामी निरन्तर सम्बन्धित निकायहरूमा पहल गऱ्यौँ। यो निरन्तरताको पहलले ताल हामीले योजना पार्न सफल भयौँ जलस्रोत तथा ऊर्जा मन्त्रालयमा। त्यस मन्त्रालय मार्फत त्यसको फुल डिपिआर गरेर 2081-82 को यो केन्द्र सरकारको बजेटमा पनि त्यो पैसा हामीले रातो किताबमा पार्न सफल भयौँ। टेन्डर प्रक्रिया अगाडि बढ्यो र त्यो प्रक्रिया अगाडि बढिसकेपछि कन्ट्र्याक्टरसम्म यहाँ तालमा निर्माण गर्ने गरी आउनुभयो। पुरै साइटमा उहाँहरूले क्याम्पहरू बनाउने कुरा, मिसिनरी सामानहरू ल्याउने कुराहरू एउटा विजयनगरको गौरवकै योजनाको रूपमा हामीले ताललाई हेरेका थियौँ। त्यो ताल निर्माण सँगसँगै तालबाट हजारौँ हेक्टर जमिनहरू सिँचाइ गर्ने र त्यो ठाउँलाई अलिकति वातावरण हिसाबले पनि राम्रो हुने, त्यहाँका बासिन्दाहरूलाई आय आर्जनका कुराहरू, रोजगारी सिर्जना गर्ने कुराहरू राम्रो सपोर्ट पुग्ने गरी एउटा जुन योजनाबद्ध ढङ्गबाट हामी त्यसलाई ताललाई निर्माण गर्ने प्रक्रियामा अगाडि बढिरहेका थियौँ। यो अलिकति यो हामी त्यो ताल सुरु गर्दै गर्दा हाम्रो मन्त्री, निवर्तमान मन्त्री दीपक खड्काज्यूलाई पनि लिएर हामीले कार्य शुभारम्भ गऱ्यौँ। पछिल्लो चरणमा त्यो ताल हामीले परापूर्वकालको तालका रूपमा हामीले लिँदै गर्दा त्यो ताल वन क्षेत्रभित्र परेका हुनाले त्यो वन क्षेत्रभित्रका विभिन्न कानुन प्रक्रियाहरू पुरा पर्नुपर्ने भएका कारणबाट त्यो प्रक्रियामा हामी अगाडि छौँ।
त्यसको सम्भाव्यता अध्ययन गर्ने कुरा, त्यसलाई वन मन्त्रालयबाट स्वीकृति गराउने कुरा र क्याबिनेटमा लगेर निर्णय गर्ने कुराहरू, त्यो प्रक्रिया पुरा गरिसकेपछि मात्रै त्यो जङ्गलभित्र रहेको त्यो ताललाई त्यसको स्तरोन्नति, त्यसलाई मर्मसम्मार, त्यसलाई बनाउने संरचना बनाउने कुराहरूमा त्यो अनुमति हुने भएका कारणबाट हामी नेपालको थोरै यो कानुन प्रक्रियाका कुराहरूबाट, प्राविधिक यिनी कुराहरूबाट त्यो ताल अहिले निर्माण हुनबाट रोकिरहेको छ। मलाई लाग्छ यो आर्थिक वर्ष नै हामी यी प्रक्रियाहरू अगाडि बढाइरहेका छौँ, धेरै अगाडि बढिसकेको छ। सम्भवतः यो वर्षभित्रै त्यो ताल सुरु गर्ने गरी योजना बनाएर अगाडि बढिरहेका छौँ। अब तपाईँले भन्नुभयो कानुनी जटिलता छ भनेर। अब प्रायःजसो हामीले विकास निर्माणका मोडलहरू अगाडि सारिरहँदा कानुनी जटिलताको कुरालाई नबुझिकन हामीले किन त्यसो गर्छौँ? यो नेपाल सरकारकै एउटा मन्त्रालयबाट यो जुन त्यो प्रक्रिया अगाडि बढ्यो, त्यो मन्त्रालयले नै समन्वय गर्नुपर्ने विषय थियो। तानिर हाम्रो त्यति ध्यान पनि पुगेन। एउटा मन्त्रालयले नै बजेट पारेर डिपिआर गरेर उसले नै ठेक्का निकालिसकेपछि यी कानुनी जटिलताहरूलाई उहाँहरूले तानेर बुझ्नुपर्ने थियो, हेर्नुपर्ने थियो। तर यो संजोग भनौँ, अब कहाँनिर कमजोरी भनौँ, यो प्रक्रिया सबै पुरा भइसकेपछि एउटा पाटो, वनको पाटो छुटिरहेको भएको कारणले त्यो रोकिएको। त्यो विजयनगर गाउँपालिकाले त्यसलाई डिपिआर गर्ने, समन्वय गर्ने भन्दा पनि सम्बन्धित मन्त्रालयहरूले जुन बजेट परेको छ, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट जुन बजेट परेको थियो, त्यो मन्त्रालयबाट त्यो समन्वय गरेर अगाडि बढ्नुपर्ने हो। त्यस कारणले त्यो चाहिँ जटिलता आएको। अब तपाईँ पहिलो कार्यकाल सकाएर दोस्रो कार्यकालको पनि अब करिब 8 वर्षभन्दा यता आइसक्नुभयो पालिकाको नेतृत्व गरेर। यो समयावधिमा तपाईँले गरेका महत्त्वपूर्ण 3 काम सम्झिनु पर्दा के सम्झिनुहुन्छ? 1, 2, 3। पक्कै पनि हामीले सबै क्षेत्रमा काम गरेका छौँ। विजयनगरका कृषि, सडक पूर्वाधार, विद्यालय क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, सबै क्षेत्रमा हामीले काम गरेका छौँ। मुख्य गरी सम्झिँदै पर्दा तत्काल सेवा प्रवाहका हिसाबले 1500को हस्पिटल हामीले सञ्चालन गरेर अहिले सेवा प्रवाह सुरु गरेका छौँ। यो दूरदराजमा रहेको यो गाउँपालिका, यहाँबाट बिरामी हुँदै गर्दा बुटोल जानुपर्ने, भैरवा जानुपर्ने, काठमाडौँ जानुपर्ने जुन अवस्था थियो, त्यसलाई केही हदसम्म हामीले न्यूनीकरण गर्ने गरी, अलिकति सुविधा गराउने गरी अलि सुरुवातको चरणमा हामी छौँ। मुख्य गरी त्यो विषय। अर्को विषय, हामी यो विजयनगरको मुख्य सडकहरू, आइटी रोड सडकदेखि गाउँपालिका पहुँच मार्ग, यिनी मुख्य सडकहरू हामी एउटा कालो पत्रै गर्ने कुराहरूमा, मुख्य राजमार्गसँग जोड्ने कुराहरूमा हामी सफल भएका छौँ। र त्यसै गरी शिक्षामा पनि हामी हिजोभन्दा आज हिजो भर्ना गर्ने दरका कुराहरू अहिले 100% गराइरहेका छौँ। भौतिक पूर्वाधारमा हामी अहिले ठुलो फड्को मारिरहेका छौँ र शिक्षाको गुणस्तरमा पनि हिजोभन्दा आज त्यसलाई व्यवस्थित गराउँदै अगाडि बढाइरहेका छौँ। समग्र स्वास्थ्य क्षेत्रका बर्थिङ सेन्टरका कुराहरू भए, हामी बर्थिङ सेन्टर थिएन, बर्थिङ सेन्टर 3वटा बर्थिङ सेन्टर हामी यहाँ सञ्चालन गर्न सफल भएका छौँ, सञ्चालनमा रहेका छन्। यस्ता थुप्रै कामहरू छन्। अब यो तपाईँले 1500को अस्पतालको कुरा गर्नुभयो। अझै पनि यहाँका नागरिकहरू नगरको त्यो नगर अस्पतालमा नगएर अझै पनि चन्द्रौटा बुटोल धाउनुपर्ने स्थिति छ। किन त्यो अस्पताललाई तपाईँले जनताको विश्वास जितेको अस्पताल बनाउन असमर्थ हुनुहुन्छ अझैसम्म? त्यो देखिन्छ। एकदम यो हामी चनौटामा डक्टरहरू जुन लेभलको बस्नुहुन्छ त्यो लेभलको डक्टर यहाँ पनि बस्नुहुन्छ। यो जनतालाई हामीले बिस्तारै यो विश्वास दिलाउनेतिर पनि लागिरहेका छौँ। हामी अहिले विभिन्न माध्यमहरूबाट, विभिन्न प्रचारहरूबाट मान्छेहरूलाई अलिकति कस्तो पनि अलिकति बुटोलै जान पाए राम्रो हुन्छ भन्ने खालको एउटा यो भ्रम जुन छ, त्यसलाई चिर्न थोरै समय पनि लाग्ला। तर यहीँबाट हाम्रो कतिपय कुराहरू व्यवस्थापकीय या सेटअप गर्ने कुराहरू, व्यवस्थापन गर्ने कुराहरूमा केही कमी रह्यो होला, त्यसलाई हामीले बिस्तारै अगाडि बढाउँदै पनि छौँ। त्यस कारणले यहाँ अहिले जुन डाक्टर साहबहरू यहाँ बसिरहनु भएको छ, आफैमा एकदम दक्ष डाक्टर साहबहरू बस्नुभएको छ। म फेरि पनि यो मार्फत पनि जनतालाई अनुरोध गर्न चाहन्छु, हाम्रो सेवा, यहाँबाट पाइने सेवाहरू यहीँबाट लिनका लागि तपाईँलाई सहज जुन व्यवस्थापन यहाँ हामीले गराइरहेका छौँ, यहाँ तपाईँले समन्वय गर्न पनि अनुरोध गर्न चाहन्छु। त्यसरी अहिले हामी त्यो हस्पिटललाई
पूर्ण रूपले हामीले सञ्चालन गर्ने गरी एकदम तयारीमा यो त्यसलाई व्यवस्थापन पनि गर्दैछौँ र त्यो अहिले जति पनि व्यवस्थापन भएका छन् भिडियो एक्सरेका कुराहरू अर्को एक्सरेका कुराहरू डाक्टर साहब अरू विभिन्न ल्याबका चेक जाँचका विषयहरू र सँगसँगै यसलाई अझै प्रभावकारी बनाउनलाई हामीले अब यही महिनाबाट हामी बुटोलबाट विभिन्न हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू पनि ल्याउने गरी त्यो तयारी गरिरहेका छौँ। यहीँबाट विशेषज्ञ सेवा कमसेकम साप्ताहिकमा एउटा विशेषज्ञ सेवा लिएर त्यो सेवा प्रवाह गर्ने गरी यसलाई अगाडि बढाउँदैछौँ। अब यो स्वास्थ्यसँग जोडिएको अर्को पाटो हो सरसफाइको पाटो। यस विजयनगर गाउँपालिकामा वर्षौँदेखि लाखौँ रुपियाँ खर्चिएर यो सरसफाइ अभियानहरू सञ्चालन भइरहेको छ। यस पालिकालाई पूर्ण सरसफाइयुक्त पालिका बनाउन चाहिरहेको छ, यद्यपि त्यो अहिलेसम्म किन हुन सकेन? पक्कै पनि मुख्य गरी स्वास्थ्यसँग सरसफाइ जोडिन्छ। सुरुदेखि नै हामी 74 सालमा निर्वाचित भइसकेपछि हामी निरन्तर यो सरसफाइ अभियानमा लागिरहेका छौँ। सरसफाइभित्र शौचालयका कुरा, शुद्ध खानेपानीका कुरा, घर आँगन सरसफाइका कुरा, व्यक्तिगत सरसफाइका कुराहरू निरन्तर गरिरहेका छौँ। विभिन्न कार्यक्रममा गरिरहेका छौँ। मलाई लाग्छ यो गाउँपालिकामा अधिकांश व्यक्तिहरूको शौचालय गाउँपालिकाको अनुदानमा, गाउँपालिकाको साझेदारीमा शौचालयहरू निर्माण गरेका छन्। मलाई लाग्छ हिजोको अवस्थाभन्दा आजको अवस्थामा विजयनगर गाउँपालिका सरसफाइ उन्मुख हुँदै गएको छ। सरसफाइ उन्मुख हुनेको छ, खुला दिशामुक्त हुँदैछ, गइसकेको छ। एकाध त्यस्ता कुराहरू हामीले विभिन्न चरणमा हामीले विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ। त्यस कारणले पनि हिजोभन्दा आज त हामी यो गाउँपालिकामा एकदम सरसफाइका हिसाबले पनि हामी धेरै प्रगति गरेछौँ भन्ने लाग्छ मलाई। अब कहिलेकाहीँ तस्बिरहरू पनि आउँछ तपाईँ नै झाडु बोकेर कुचो बोकेर सरसफाइमा लागेको। जनप्रतिनिधि नै त्यस्ता कार्यक्रममा सरिक हुँदा त्यसले कस्तो सन्देश जाँदो रहेछ? पक्कै पनि यो सन्देश राम्रो हुन्छ। यो हाम्रो आफ्नो काम हामी आफै गर्नुपर्छ भन्ने एउटा सन्देश, एउटा मानसिक हिसाबले पनि यो गर्नुपर्ने रहेछ है भन्ने हिसाबले सन्देशका लागि पनि हामी जनप्रतिनिधिहरू, कर्मचारीहरूले बेला बेलामा हामी चाहिँ अभियानहरू गरिरहेका हुन्छौँ। अब अघि यो विद्यालयको पूर्वाधारको कुरा गर्नुभयो, थोरै त तपाईँले जोड्नुभयो, अपेक्षित रूपमा पहिलाभन्दा सुधार भएको छ, तर पालिकाले चाहेको शिक्षाको गुणस्तर अझै पनि आउन सकेन भन्ने व्यापक गुनासो छ। चाहे त्यो एसईको रिजल्टमा होस्, चाहे त्यो कक्षा 8को परीक्षाको रिजल्टमा होस्। किन यस्तो? पक्कै पनि पहिलो कुरो शिक्षाको गुणस्तरताका लागि त्यहाँनिर विद्यालय भवनका कुराहरू व्यवस्थित हुने कुराहरू, त्यहाँको बसाइ व्यवस्थापनका कुराहरू, विद्यालय प्रशासन व्यवस्थित हुने कुराहरू र त्यहाँ शिक्षकहरू विद्यार्थीका अनुपातमा विषयगत शिक्षकहरू त्यहाँ पूर्ण हुने कुराहरू, यी सबै कुराहरू र सँगसँगै अभिभावकको पनि एउटा सक्रियता, जनचेतना एउटा विषय, त्यो हिसाबले सबै पक्ष त्यहाँनिर मिल्न गयो भने शिक्षाको गुणस्तरतामा राम्रो प्रगति गर्छ भन्ने मलाई लाग्छ। मलाई लाग्छ पछिल्लो चरणमा हाम्रो विद्यालय भवनहरू टिनका छानाहरू अधिकतम विजयनगरमा टिनका छानाका विद्यालय भवनहरू थिए। हामीले विगत वर्षदेखि नै हामीले टिनका छाना मुक्त अभियान गरौँ भनेर विजयनगरलाई विद्यालयहरूलाई अभियानको रूपमा चलायौँ र हामी प्रदेश केन्द्रसँग पनि समन्वय गरेर धेरैभन्दा धेरै विद्यालयमा बिल्डिङहरू बनाउने, बााउन्डरीहरू बनाउने, सुविधा सम्पन्न शौचालयहरू बनाउने, त्यसरी हामी अभियान लग्यौँ। मलाई लाग्छ अहिले नै यो वर्ष नै हामी अब हाम्रा मान्यज्यू मङ्गलज्यू, सिराजजी, मान्य रूपा विकज्यू, मान्यज्यूहरूको सहयोगमा अहिले 11वटा माविहरूमा, 9वटा माविमा, 2वटा मदरसामा 1-1 करोड गरेर 12 करोड रुपियाँ अहिले भवनको मात्रै तत्कालै अहिले भवन त्यो ठेक्का प्रक्रियामा अगाडि बढिरहेको छ। लाग्छ यो अहिलेको बजेट जुन 12 करोड विद्यालयमा अहिले बजेट परेको छ मदरसा र विद्यालयमा, यसले यो 12 करोड बजेटले विद्यालयको भौतिक पूर्वाधारमा राम्रो सपोर्ट पुगेको छ त्यो लाग्छ। अर्को गुणस्तरीयका कुराहरू मलाई लाग्छ हिजोभन्दा अघि पनि मैले अनुरोध गरेँ, हिजोभन्दा आज हामी धेरै माथि हामी उठिसकेका छौँ। हिजो विद्यार्थीको अनुपात भर्ना गर्ने कुराहरू पनि न्यून थिए र अब बसाइ व्यवस्थापनका भवनका कुराहरू थुप्रै कमजोरीहरू थिए। अहिले हामी विद्यालयलाई विद्यार्थीको अनुपातमा गाउँपालिकाबाट स्वयं शिक्षक उपलब्ध गराउने कुरा, विषयगत शिक्षकहरूलाई व्यवस्थापन गर्ने कुराहरू गरेका छौँ। तर ठ्याक्कै रिजल्ट भन्ने विषय ठ्याक्कै एकैचोटि खोजेर चाहिँ यो चाहिँ नमिल्दो रहेछ। कति तपाईँहरूले अपेक्षा गरेको कहिलेसम्म त्यो रिजल्ट आउँदो रह्यो? हाम्रो लगानी एकदम शिक्षामा छ
शिक्षामा छ। हाम्रा शिक्षकहरू हाम्रो शाखाबाट पनि निरन्तर शिक्षाप्रति जुन गुणस्तरका विषय, रिजल्टका विषयका कुराहरूमा हामी प्रत्येक बैठकमा छलफल गरेका छौँ। त्यही अनुसारले योजना बनाएर गतिविधि कार्ययोजना बनाएर त्यो अनुसारले हामीले क्रियाकलापहरू गरिरहेका छौँ। त्यसकारणले पनि मलाई लाग्छ हामीले सोचे चाहिँ अब यो रिजल्टहरू आउने कुराहरू पनि क्रमशः हुन्छ। अब यो विद्यालय पूर्वाधारमा तपाईँले वर्षौँदेखि लगानी गर्नुभएको छ, त्यो देखिएको पनि छ, क्रमशः त्यसको रिजल्ट पनि आउँदै जाला। अब यो सडक पूर्वाधारमा व्यापक विजयनगरमा सुधार भएको देखिन्छ, हामीले पनि त्यो अनुभूति गर्छौँ। तर अझै पनि कुनै कुनै सडकहरू पालिकाले लगानी गरेर बनाएका सडकहरू जति गुणस्तर युक्त हुनुपर्ने हो त्यो नभएको देखिन्छ। एक वर्ष पनि त्यो पिच गरेको नटिक्ने, विजयनगरको हकमा के छ? त्यस्तो त छैन। अब सुरुमा हामी 74 पछि बनेका कालापत्र जुन सडकहरू थिए, अलिकति त्यसका संरचनाहरू, नालीका कुरा, रिटर्निङ वालका कुराहरू थुप्रै व्यवस्थापन गर्नुपर्ने। सुरुमा हामी एउटा कालोपत्रे भन्ने एउटा मान्छेको बुझाइ, थोरै पैसाबाट धेरै काम गर्नुपर्ने, त्यस कारणले पनि अब त्यो अरू संरचनाहरू त्यो कालोपत्रेलाई सपोर्ट हुने गरी अरू बन्ने संरचनाहरू त्यो चाहिँ सपोर्टिङ नभएका कारणबाट कतिपय कुराहरू छेउबाट कटान हुने कुराहरू, टुट्ने फुट्ने कुराहरू त भएका छन्। मलाई लाग्छ त्यसरी बनेका कालोपत्रेहरू गुणस्तरीयमा हामीले गाउँपालिकाबाट कहीँ पनि हामीले त्यस्तो कम्प्रोमाइज गरेका छैनौँ। तथापि सडकहरू मलाई लाग्छ विजयनगरमा मुख्य सडकहरू अघि भनिहालेँ, मुख्य सडकहरू थुप्रै बनेका छन्, अझै पनि थुप्रै सडकहरू बन्दैछन्। म तपाईँलाई एउटा अनुरोध गराएँ, अहिले नै हाम्रो यो 81-82 को केन्द्र सरकारको बजेटमा, रातो किताबमा हाम्रो विजयनगरलाई पर्ने गरी 5-6वटा सडकहरू, ठुल्ठुला बजेट 3-3 करोडका बजेटहरू अहिले बजेट आयोजना हामीलाई स्वीकृति भएको थियो। तर पछिल्लो चरण जेनजी आन्दोलन 23-24 जुन जन आन्दोलनपछि अघि भनिहालेँ विद्यालय, सडक पूर्वाधारका कुराहरू र विभिन्न तटबन्धनका विषयहरू, तालपोखरीका विषयहरू, वृक्षारोपणका विषयहरू, थुप्रै बजेटहरू, लगभग मलाई लाग्छ 42 करोड बजेटहरू हाम्रो विजयनगर गाउँपालिकामा अहिले कार्य सम्पन्न हुने योजनाहरू रोकिएका छन्। त्यस बिचमा अहिले जुन विद्यालय, अस्ति भर्खर विद्यालयको हकमा 11वटा 9वटा विद्यालय, 2वटा मदरसा, 11वटा विद्यालयलाई गरी 12 करोड रुपियाँ अहिले मात्रै फुकुवा भएको छ। पछिल्लो चरणमा केही राहत भएको छ विद्यालयको हकमा। त्यस कारणले पनि अब गुणस्तर त्यहाँमा कमी गर्ने कुरा, त्यहाँ कमसल गर्ने कुराहरू त्यो चाहिँ गाउँपालिकाबाट त्यो नियतवश त्यस्तो भएको छैन। काम गर्दै गर्दा कतिपय प्राविधिक त्यो चाहिँ त्यहाँ सपोर्टिङ हुने कुराहरू, संरचनाका कुराहरूले कमी भएका कुराहरू छन्। अब यो तपाईँले भर्खरै मात्र उठान गर्नुभयो जेनजी आन्दोलन। जेनजी आन्दोलनले स्थानीय तहका काम कारबाही योजना यो प्रदेशबाट होस् अथवा केन्द्रबाट बजेट कटौतीले विकास निर्माणका काम प्रभावित भएका छन्। विजयनगरमा पनि पर्यो भन्नुभयो। यो जेनजी आन्दोलनको पृष्ठभूमि हेर्दा तपाईँले के देख्नुहुन्छ? यो किन भयो होला जस्तो लाग्छ? हामीसँग प्रत्यक्ष जोडिएको प्रश्न हो यो। एकदम जेनजी आन्दोलन 23-24 पछि अहिले देश एउटा परिस्थितिमा, एउटा चुनावको परिवेशमा पनि पुगिसकेको छ। आफैमा जेनजी भाइ बहिनीहरूका माग आन्दोलन आफैमा जायज थियो। हामी त्यति बेला देख्न पनि सक्छौँ, सुन्न पनि देखि पनि रहेका थियौँ, सुनि पनि रहेका थियौँ। विशुद्ध जेनजी ती हाम्रा भाइ बहिनीहरूले विशुद्ध एउटा सामाजिक सञ्जाल त्यो बन्दको विरोध एउटा थियो भने अर्को अब सुशासनका विषय, भ्रष्टाचार नियन्त्रणका विषय। मलाई लाग्छ यो मुख्य 2-3टा विषयहरू मात्रै एउटा चाहिँ एकदम सभ्य भव्य अनुशासित ढङ्गबाट त्यो आन्दोलनको कार्यक्रमहरू सुनिश्चित भएका थिए। त्यो आन्दोलन आफैमा एकदम जायज थियो। त्यो आन्दोलनप्रति हाम्रो पनि समर्थन छ। तर जुन आन्दोलनभित्रबाट जुन घुसपेटहरू भए तपाईँ हामी देख्न पनि सक्यौँ, त्यहाँ सुनिरहेका पनि थियौँ, देखिरहेका पनि थियौँ। त्यही जेनजी भाइ बहिनीहरूले नै बोलिरहनु भएको थियो कि हाम्रो यो आन्दोलनमा घुसपेट भएको छ, अब हामी तुरुन्तै यहाँबाट फर्किनुपर्छ, रिटर्न हुनुपर्छ भन्दै गर्दा त्यहाँनिर जुन घुसपेटका कुराहरू थुप्रै हामीले युट्युब च्यानलहरूमा, फेसबुकहरूमा, विभिन्न सञ्चार माध्यमहरूबाट हामीले त्यो देख्यौँ प्रत्यक्ष। त्यो टोटल्ली अरूबाट हस्तक्षेप भएर त्यो आन्दोलनलाई फरक मोडमा लगेर त्यो 23 को घटना जुन घट्यो र त्यसपछि 24 को घटना घट्यो, त्यो आफैमा दुःखदायी घटना थियो। आफैमा त्यो चाहिँ त्यो घटना हामी नेपालप्रति, नेपालीहरूप्रति ठुलो एउटा इतिहास बनेर रहनेछ
भन्ने लाग्छ मलाई। त्यो आन्दोलनबाट जुन सिर्जित पछि यो यस्ता घटनाक्रमहरू थुप्रै कुराहरू भएन। अहिले सञ्चार माध्यमहरूमा विभिन्न सञ्चार माध्यमहरू हामीले देखिरहेका छौँ। अब यो यसले पक्कै पनि देशलाई क्षति पुगेको छ। त्यो कारणबाट प्रत्यक्ष विजयनगर गाउँपालिकालाई हाम्रो योजना स्वीकृति भएका योजनाहरू 42 करोड रुपियाँ रोका भएका छन्। विद्यालयका खानेपानीका तटबन्धनका सडकका स्वास्थ्यका हरेक क्षेत्रहरूमा त्यसले चाहिँ एउटा चाहिँ प्रभाव पारेको छ। अब तपाईँ प्रष्टवक्ता, क्षेत्रजनाको ज्यान पनि गयो, अर्बौंको संरचना ध्वस्त पनि भयो। अब देशको भविष्य के देख्नुहुन्छ तपाईँ नेताका हिसाबले? देशको भविष्य पक्कै पनि यो जुन घटनाक्रमले अहिलेसम्म सिर्जित बनेको छ, अहिले पनि मान्छेलाई अन्यलता छ। अब यो चुनाव पनि हुन्छ कि हुँदैन भन्नेमा पनि अहिले मान्छेहरू अझै पनि शङ्कास्पद हुन्छ। अझै पनि अन्यल छ। अझै पनि बाहिर हामीले सुनिरहेका छौँ यस्ता कुराहरू। विभिन्न सञ्चार माध्यमहरूमा विभिन्न अब राजनीतिक विशेषज्ञहरूले बोलिरहेका विषयहरूमा अहिले पनि त्यो हिसाबको बाहिर हिसाबको त्यो प्रचार छ। मलाई लाग्छ यो चुनाव हुन त जरुरी छ, चुनाव हुनुपर्छ। चुनाव भइसकेपछि एउटा स्थिरता कायम हुने कुराहरू रहला। देशले अब पक्कै पनि द्वन्द्वभन्दा पनि शान्तबाट एउटा सद्भावबाट देशलाई एउटा मोडमा लानुपर्छ। राजनीतिक दलहरू जति पनि अहिले राजनीतिक दलहरू हुनुहुन्छ, भोलि जसले जित्नुहुन्छ सबै एउटा समन्वय गरेर तालमेल गरेर देशलाई फेरि एउटा शान्तमय एउटा विकासमा अगाडि बढाउनुपर्छ। अब यो पालिकामा तपाईँले विकास निर्माणका एजेन्डालाई जनतासम्म पुर्याएर मन त जित्नु भएको छ, त्यही भएर दोस्रो कार्यकालमा हुनुहुन्छ। तर जनप्रतिनिधिहरू, कार्यपालिका सदस्यहरूलाई मिलाएर लान सक्नु भएन। तपाईँले यस पालिकामा एकलौटी रूपमा गर्नुभयो र तपाईँको निर्देशन पालना नगर्नेहरूलाई बाइपास गरेर जाने त्यो नीति अवलम्बन गर्नुभयो भन्ने छ बाहिर व्यापक। त्यो बाहिर कसरी मान्छेले बुझ्नुभएको छ मलाई थाहा छैन। त्यो सम्भव पनि छैन, त्यो गर्न पनि हुँदैन। पहिलो कुरो त यो विजयनगरमा 7वटा वडामा 6वटा वडामा नेकपा एमालेको पूर्ण बहुमतका साथ यो यहाँ जनप्रतिनिधिहरू हुनुहुन्छ। मलाई त्यस्तो लाग्दैन कि म कसैलाई बाइपास गरेर म राम्रो बन्न सक्छु र म सफल हुन सक्छु भनेर। जहाँ मेरो सफलता भनेको, यो गाउँपालिकाको सफलता भनेको हामी सबैको सफलता हुनुपर्छ। सम्पूर्ण वार्ड अध्यक्ष, वार्ड सदस्य, उपाध्यक्षज्यू सबैलाई सपोर्ट हुने गरी सबै सफल हुने गरी काम गर्ने हो। हामीले गर्ने काम गर्ने हो भने बल्ल हामी सफल हुने हो। त्यसरी मलाई प्रष्ट थाहा छ मेरो एक्लो निर्णयले, मेरो कामले म पनि व्यक्तिगत हिसाबले पनि सफल हुन सक्दिनँ र यो गाउँपालिका पनि सफल हुन सक्दैन। सबैको कुरा सुन्नुहुन्छ तपाईँले? मैले नितान्तै अब हामी छलफलमा बस्दै गर्दा छलफल गर्ने कुराहरूमा, समन्वय गर्ने कुराहरू, छलफललाई अलिक विस्तृत गराउने कुराहरूमा छलफल पक्कै पनि चलाउनुपर्छ, त्यो चल्छ। तर सबैको राय, सबैको सल्लाह, सबैको ऐक्यबद्धतामा नै हरेक कुराहरू निर्णय भइरहेका छन् र जहाँ निर्णय हुन्छ त्यहाँ आवश्यकताका आधारमा आवश्यकता भन्दा पनि प्राथमिकताकरण गर्ने कुराहरू त्यसरी हामीले छनौट गरेर काम गरेका हुन्छौँ। उनीहरूको कुरालाई पनि तपाईँले कार्यान्वयनको पक्षमा के गर्नु? मैले एक्लै कुनै पनि कुराहरू अगाडि बढाउन खोजेँ भने त्यो म कहिल्यै पनि अगाडि बढाउन सक्दिनँ। त्यो किनभने यो टिमवर्क भनेको टिमवर्क हुन्छ। एकपटक मैले गरौँला, दुईपटक गरौँला, तर साथीहरूको समन्वय, साथीहरूको पनि राय, सुझाव, सल्लाह त्यो कुरा चाहिँ लिन जरुरी छ। त्यसरी नै हामी चलिरहेका छौँ। सबै तपाईँलाई विजयनगर गाउँपालिकामा जनप्रतिनिधिबाट पूर्ण रूपमा साथ छ तपाईँलाई? एकदम मलाई पूर्ण रूपले साथ छ। सबैले सपोर्ट गर्नुभएको छ, सहयोग गर्नुभएको छ। सल्लाह सुझाव समन्वयमा कहीँ कमी छैन। अब कर्मचारीको तन्त्रको तपाईँलाई कतिको साथ छ? कर्मचारीबाट पनि मलाई एकदम सपोर्ट छ, सहयोग छ। हामी काम गर्ने कुरा कर्मचारी र जनप्रतिनिधि एउटा नङ्ग्रमासुको सम्बन्ध रहनुपर्छ भन्ने मेरो मान्यता छ। कानुन बमोजिम हाम्रो स्थानीय सञ्चालन ऐन अनुसार चल्ने कुराहरू, हाम्रो कार्यविधि होइन, हाम्रो नीति नियमबाट चल्ने कुराहरूमा हामी चाहिँ समन्वय गरेर हरेक कुराहरू छलफलबाट, समन्वयबाट चलिरहेका छौँ र हरेक कुराहरू
सहजीकरण गर्ने कुराहरूमा कर्मचारीहरूले एकदम अग्रणी एकदम सहज भूमिका खेल्नु भएको छ। अब यो कर्मचारीको कुरा गरिरहँदा प्रमुख प्रशासकीय अधिकृत जोडिनुहुन्छ प्रमुख रूपमा। अब यो स्थानीय पालिकाका हरेक जसो जनप्रतिनिधिले गर्ने गुनासो भनेको जनप्रतिनिधि र कर्मचारी बिच एउटा सम्बन्धले एउटा गति लिएको हुन्छ, विकास निर्माणका कामहरू सोही गतिमा अगाडि बढेका हुन्छन्। यद्यपि प्रमुख प्रशासकीय अधिकृतको फ्याट सरुवा हुन्छ अनि फेरि अर्को सिराबाट हामी अगाडि बढ्नुपर्ने हुन्छ। यो समस्यालाई कसरी हेर्नु भएको छ? मलाई त्यस्तो लाग्दैन। यो विजयनगरमा तपाईँले अब अनौपचारिक रूपमा पनि तपाईँले बाहिर बुझ्न सक्नुहुन्छ, कुनै पनि कर्मचारीलाई दबावमा प्रेसरमा मैले कहिल्यै पनि कुरा पनि गर्दिनँ, राख्दा पनि राख्दिनँ। उहाँहरूलाई काम गर्ने कुराहरू सहज वातावरण बनाउने कुराहरूमा म एकदम सचेत छु। र कहाँनिरबाट पनि तपाईँले यो पुष्टि हुनसक्छ भने 74 साल स्थापना गाउँपालिका स्थापना कालदेखि अहिलेसम्म जम्मा 3टा प्रमुख प्रशासकीय विजयनगरबाट चेन्ज हुनुभएको छ। एकदम पूर्ण कार्यकाल 2 वर्ष 2.5 वर्ष 3 वर्ष कार्यकाल पूर्ण गरेर जानुभएको छ। अहिले 4थो प्रमुख प्रशासकीय अहिले भर्खर 1.5 महिना कति भएको छ, बल्ल सुरुवात छ। मलाई लाग्छ यो 10 वर्षको कार्यकालमा जम्मा 4वटा मात्रै प्रमुख प्रशासकीय रहेको मलाई लाग्छ। थोरै पालिकाहरूमध्ये विजयनगर पनि पर्छ। त्यो भनेको हामी हरेक कुराहरू समन्वय सल्लाह एउटा चाहिँ सहजीकरणबाट सहज वातावरणमा काम गर्ने भएका कारणबाट पनि कर्मचारीहरू कतिपय यहाँबाट सरुवा भएर गएका कर्मचारीहरू पनि फेरि विजयनगरमा फर्किने गरी उहाँहरूले फर्किनु भएको छ। फर्किने गरी वातावरण मिलाइरहनु भएको छ। त्यसरी हामी सहज ढङ्गबाट काम गर्छौँ। कर्मचारीसँग नङ र मासुको सम्बन्ध गराएर काम गर्नुपर्छ। हरेक कुरामा सहजीकरण गर्ने कुराहरूमा हाम्रो पक्षबाट गर्ने कुरा र कर्मचारीबाट गर्ने कुराहरू समन्वयबाट भइरहेको छ। सबै विजयनगर गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारी तन्त्रलाई आफ्नो स्वार्थ बाँचिने गरी काम गर्न प्रेसर दिँदैनन्। अब हामी कार्यक्रमको अन्त्यमा पनि छौँ। अब अर्को चासोको साथ हेरिएको तपाईँको आगामी राजनीतिक यात्रा के हुन्छ भन्ने कुरा हो। अब तपाईँको कार्यकाल सकिन मोटामोटी 2 वर्ष छ यो कुर्सीबाट बिदा हुने। अब फेरि यही पालिकाको अध्यक्ष भएर आउने सम्भावना त छैन। अब तपाईँको आगामी राजनीतिक यात्रा के हुन्छ? तपाईँलाई धेरैले यत्तिको मान्छे सङ्घमा जानुपर्छ भन्ने पनि छ, कतिपयको प्रदेशमा एकचोटि गएर फेरि बल्ल सङ्घमा भन्ने पनि छ। के छ तपाईँको अन्तर्मनले के भन्छ? पक्कै पनि हामी एउटा बाटोमा हिँडिरहेका छौँ राजनीतिक हिसाबले। समग्र क्षेत्रको पालिकाको विकासका लागि, समृद्धिका लागि, जनताका समस्या समाधान गर्नका लागि यो 2 कार्यकाल निर्वाचित भएर हामीले यो कार्यकाल पुरा गर्दैछौँ। पक्कै पनि कुनै पनि अब यो क्रम भनेको एउटा राजनीतिक हिसाबले हामी कहीँ न कहीँ एउटा राजनीतिक पार्टीसँग जोडिएका छौँ। यसमा व्यक्तिगत इच्छा आकाङ्क्षाका विषयहरू त एउटा छँदैछन्, तर पनि हामी एउटा पार्टीमा आबद्ध भएका कारणबाट पार्टीको आवश्यकता हैन र पार्टीले गरेका निर्णयहरूलाई मान्नुपर्ने हाम्रो प्रमुख जिम्मेवारी पनि हो, दायित्व पनि हो, कर्तव्य पनि हो। त्यसकारणले भोलि पार्टीले कहाँनिर मलाई जिम्मेवारीमा राख्छ, पार्टीले दिएका जिम्मेवारी आवश्यक ठान्यो भोलि प्रदेशमा र कहीँ ठान्यो भने तानेर व्यवस्थापन गर्ला हैन। पार्टीले अब 2 कार्यकाल निर्वाचित भइसकेपछि फेरि कहीँ व्यवस्थापन गर्ने कुराहरू, अन्य पार्टी काममा लगाउने कुराहरू या फेरि जनप्रतिनिधिका रूपमा अगाडि सार्ने कुराहरू पार्टीले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्नुपर्ने भएका कारणबाट ठ्याक्कै अहिले यति बेला म तपाईँको अन्तर्मनले के भन्छ भन्ने कुरा मैले भनिहालेँ। मेरो मनले के भन्छ, मैले के सोच्छु, मैले के गर्छु भन्दा पनि एउटा पार्टीभित्र हामी तपाईँको योजना, तपाईँको प्रस्ताव त हुन्छ नि। मेरो नितान्तै त्यस्तो के मलाई भोलिले पार्टीले अगाडि सार्यो, पार्टीमा काम गर्ने कुरामा अगाडि बढायो भने म पार्टीमा काम गर्छु। भोलि जनप्रतिनिधिका रूपमा फेरि पनि कहीँ निर्वाचित जनप्रतिनिधि रूपमा अगाडि सार्यो भने पनि त्यहाँ पनि म अगाडि सर्छु। प्रदेश कि सङ्घ तपाईँको दुईटा? मैले भनिहालेँ कहाँनिर उपयुक्त मान्छ पार्टीको प्राथमिकता के? 2टा अप्सनमा हैन, पार्टीले कहाँनिर ठ्याक्कै मेरो प्राथमिकता भन्दा पनि पार्टीले कहाँनिर मूल्याङ्कन गर्छ, कहाँनिर पार्टीले उपयुक्त ठान्छ, त्यो हिसाबले पार्टीले गरेका निर्णयहरूमा म अगाडि बढ्छु। यदि तपाईँलाई जनताको सेवै गर्न तपाईँलाई खटायो भने पनि पार्टीका लागि
पार्टीका हितका लागि, जनताका हितका लागि, देशको हितका लागि जहाँनिर उपयुक्त ठाउँ पार्टीले भोलि मलाई तोक्छ तहाँनिर म व्यवस्थापन हुने र तहाँनिरबाट सेवा गर्ने, काम गर्ने। अब अन्तिममा यो 8 वर्षीय कार्यकालमा समग्र तपाईँको अनुभव कस्तो रह्यो त? पक्कै पनि एउटा जनप्रतिनिधि, गाउँपालिका प्रमुख भएर काम गर्दै गर्दा हाम्रा आवश्यकताहरू, हाम्रा समस्याहरू, गर्नुपर्ने धेरै कामहरू छन्। कतिपय कुराहरू चाहँदै पनि गर्न मैले खोज्दा, हामीले गाउँपालिकाले गर्न खोजिरहँदा पनि हाम्रो स्रोत, हाम्रो बजेट, हाम्रो अब जनशक्तिका कुराहरू, विभिन्न व्यवस्थापकीय विषयहरू त्यति हामीसँग पर्याप्त नभएका कारणबाट हामीले चाहिरहेका कुराहरू, अत्यन्तै आवश्यक भएका विषयहरू, कतिपय कुराहरू सम्बोधन गर्न नसकिरहेको अवस्था। जस्तो के? हामी तत्काल हिँड्दै गर्दा हामी थुप्रै कुराहरू छन् यहाँ गर्नुपर्ने, तत्काल यहाँ खानेपानीका तत्काल गर्नुपर्ने समस्या। प्रदेशबाट योजना परेको छ, ठेक्का भएको छ, वार्षिक हिसाबले 20 लाख, 30 लाख, 50 लाख बजेट आएर त कति वर्षमा पुरा हुने हो? हामीसँग स्रोत हुन्थ्यो भने त्यो हामी 2 सालमा त्यसलाई सम्पन्न गर्थ्यौँ, 3 सालमा सम्पन्न गर्थ्यौँ। कुनै सडकहरू लामो बाटो छ, त्यसलाई बजेट चाहिने 20 करोड रुपियाँ छ, 10 करोड रुपियाँ छ, त वार्षिक बजेट 1 करोड, 2 करोड, 3 करोडमा हाल्न पनि बाध्यता छ। नाली बनाउने कुराहरू, थुप्रै ताल पोखरी बनाउने कुरा, यस्ता थुप्रै कुराहरू, विद्यालयका कुराहरू, हस्पिटलमै अहिले हामीले थुप्रै इक्विपमेन्टहरू खरिद गर्नुपर्ने छ। खरिद गर्दै गर्दा भर्खरै 4-5 करोड रुपियाँ आवश्यक पर्ने, हामीले भर्खरै चाहँदै पनि त्यो पर्याप्त रकम हामीले पुरा गर्न सकिरहेका छैनौँ। त्यस कारणले पनि अब पक्कै पनि यो जनप्रतिनिधि भइसकेपछि हाम्रो पनि एउटा चाहना हुन्छ, हाम्रो पनि एउटा इच्छा हुन्छ कि यो हाम्रो आफ्नो यो 10 वर्षीय कार्यकाल, जति पनि हाम्रो आफ्नो कार्यकाल छ, अधिकतम राम्रो काम गरौँ, धेरै काम गरौँ कि भोलि यो चाहिँ इतिहास बन्ने गरी एउटा काम होस् भन्ने हामीले सोच बनाएका हुन्छौँ। जनताले पनि एउटा अपेक्षा गरिरहेको हुन्छ, आशा गरिरहेको हुन्छ कि यो मेरो आवश्यकता पुरा होस्, यहाँनिर यो भइदियोस्, यहाँनिर यस्तो गरिदियोस् भन्ने कुराहरू रहेका हुन्छन्। यी सबै कुराहरू हामी देख्दै, चाहँदै, सोच्दै पनि कतिपय पुरा गर्न सकिरहेको अवस्था छैन। तथापि हाम्रो स्रोत साधनले भ्याएसम्मका कुराहरू प्रदेश, सङ्घ, विभिन्न मन्त्रालयहरूमा विभिन्न मान्यज्यूहरूसँग समन्वय गर्ने, अनुरोध गर्ने कुराहरूबाट अब हामी गाउँपालिकाको स्रोतभन्दा पनि बढी बजेट ल्याएर, प्रदेशबाट, केन्द्रबाट अधिकतम धेरैभन्दा धेरै बजेट लिएर काम गर्ने कामहरू गरिरहेका छौँ। तथापि थुप्रै कुराहरू अझै पनि अधुराहरू छन्। यसलाई क्रमशः काम गर्ने गरी अगाडि बढिरहेका छौँ। सबै क्षेत्र, स्वास्थ्य, शिक्षा, पूर्वाधारका विषयहरू, थुप्रै विषयहरू अगाडि बढिरहेका छन्। पक्कै पनि यो काम गर्ने कुराहरू आफैमा जटिलता छ। जनतालाई चित्त बुझाउने कुरा, जनतालाई खुसी बनाउने कुरा आफैमा एउटा एकदम यो चाहिँ महत्त्वपूर्ण विषय पनि हो, एकदम चुनौतीको विषय पनि छ। यसमा एकदम महत्त्वको विषय छ। यो गर्न पाउँदा फेरि आफूलाई एकदम खुसी पनि लागेको छ। म सन्तुष्ट छु, एकदम म खुसी पनि छु कि यो सेवा जुन गर्ने मौका पाएँ, म यसका लागि सम्पूर्ण विजयनगरवासीलाई धन्यवाद दिन पनि चाहन्छु। कहिले पनि लागेन उसो भए म यो पदमा किन बसेँ, जति काम गरे पनि जनताबाट आलोचना सुन्नुपर्ने अहिले त्यो ट्रेन्ड चलिरह नि, जनप्रतिनिधिलाई गाली गर्ने, कहिले पनि त्यस्तो लागेन? छैन। मैले मेरो व्यक्तिगत धारणा, मेरो विचार पनि के छ भने, कोही व्यक्तिले मलाई केही भन्दै गर्दा तानिर म सचेत हुने कुरा र तानिर मलाई प्रेरणा मिल्ने कुराहरू मैले त्यो प्रमुख मान्छु। होइन, तानिर अरू कोही मान्छेले केही मलाई प्रश्न उठाउँदै गर्दा, क्वेसन गर्दै गर्दा, असन्तुष्टि राख्दै गर्दा पक्कै पनि मैले केही गर्नुपर्ने छ अझै है भन्ने मैले त्यताबाट मैले सोच्छु। पोजिटिभ सोचबाट, एकदम सकारात्मक सोचबाट हरेक मान्छेहरूका गुनासालाई, हरेक मान्छेका टिका टिप्पणीहरूलाई ग्रहण गर्छु र आफू व्यक्तिगत हिसाबले आफू सच्चिने कुरा, आफू चाहिँ अलि अनुशासित, व्यवहारिक, इमान्दार बन्ने कुराहरू र जनताप्रति समर्पित हुने कुराहरूलाई झन बढी त्यस्ता बाहिरका गुनासाहरूले, बाहिरका त्यस्ता टिका टिप्पणीले मलाई झन् उतातिर प्रेरणा गरिरहेको हुन्छ। त्यस कारणले पनि म व्यक्तिगत हिसाबले कसले के भन्छ भन्नेतिर मन लाग्दैन। जो कसैले के भन्दैछ भने
कि उसले मलाई बुझे छैन कि मैले उसका कुरा मैले उसलाई बुझाउन सकिरहेको छैन। त्यस कारणले त्यो अवसर झन् प्रदान हुन्छ मलाई। मैले उसलाई बुझाउन पनि म प्रयास गर्छु र म आफू उसलाई बुझ्ने प्रयास पनि गर्छु। त्यसरी म अगाडि बढिरहेको हुन्छु। हस् त, यो महत्त्वपूर्ण समय दिनुभयो त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद बैखेरी मिडियालाई विशेष धन्यवाद। हस् त, उहाँ हुनुहुन्थ्यो कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा। उहाँसँग गरिएको कुराकानीसँगै कार्यक्रम बैखरी संवादको समय सकिएको छ। म कार्यक्रम सञ्चालक पनि बिदा भए। नमस्कार।